मिलानबाट अब लुसेन जाँदैछौँ डक्टर पिक्स बुक चढ्यो त्यसको चाहिँ एक दिनको ब्लग आउँछ होला साथीहरूले गफ हानिरहने यता चाहिँ हाम्रो मनुष्य ल हामी सफलतापूर्वक बसमा चढिसक्यौँ अब हामी लुसेन जाँदैछौँ होइन त्यो भने त दामी हुने भयो त अपर्च्युनिटी पनि हो कहिले काहीँ त्यो भएर चाहिँ यस्तो यस्तो हुन्छ भन्ने त आइडिया हुन्छ नि त त्यो भनेको आफूलाई राम्रो पनि हो क्या त्यो भए चाहिँ सजिलो हुन्छ कहिले काहीँ चाहिँ एउटै त्यो एकदम बल्ल जग्गाबाट लान्छ पोखरी हो जस्तो लाग्यो मैले त इन्स्टाग्राम स्टोरीमा राखेको नेपाल आएर अवस्था भनेर कति धेरै म्यासेज गरेर ल अब यस्तै हिमालय फेरि ल छिरो त यहाँ त साँच्ची त फेरि भित्र छिरो त एकैचोटि सुरुङमा आएको पनि भर्खर समाचारमा पढेको सिद्ध बाबाको पनि सुरुङ खनेको सक्यो अरे हामी देशसँग कम्पेयर भने देश विकासको बारेमा कुरा होइन यो चाहिँ राम्रो पक्ष हो अनि यहाँनिर चाहिँ सुरुङहरू चाहिँ झ्याम भेटिरहेको छ आफ्नो सूचना त शिक्षाले थाहा भयो बोर्डर क्रस भयो नै किताबमा यो हाम्रै छ नि त सिद्ध एरिया चौतिर एरिया घरहरू होइन कस्तो राम्रो पाल्पातिर हिमाल भनेपछि यहाँनिर बाटो बिच गरे हाम्रोमा ल्याक भएकै थियो क्या तपाईँको एउटा ब्लग आउन सक्छ साथीहरू भविष्यमा हाम्रो चाहिँ छुट्टै एउटा एपिसोड चाहिँ होइन अब अघिदेखि ताल होला यो ताल यसै हामी बाटोमा जाँदै थियौँ साक्षात् यहाँको बाटो होइन यतातिरको बाटोलाई हामीले अब त्योसँग कम्पेयर गर्दै कुरा गर्दै हिँडिरहेको छ हाम्रो भाइब्स मिल्यो नि त बसमा जाँदै गर्दा हाम्रोमा नै त्यो फिजिबल हाम्रो बसै देखिरहेको छ अहिले ट्रेन पनि कुरा गरौँ होला त्यो भएर यस्तो हिमालहरू यताउति त्यो यस्तै ड्याम हो कि जस्तो लागेर मलाई त्यो हुन पऱ्यो कि यो चाहिँ भ्लगमा पर्ला नपर्ला नभए त मैले ब्याकअप भ्लगमा गरौँला होइन उसले खाने भाइब्स थियो त्यो त यार ताल छ होइन जेसो कि छ तर हाम्रो चाहिँ हिमाल यस्तै छ क्या यस्तै छ तर बाटो चाहिँ बवाल हुन्छ ट्रान्सपोर्टेसनको लागि चाहिँ मिन्स अफ ट्रान्सपोर्टेसन बवाल हुन्छ नि भने त्यहाँबाट फेरि मैले ट्रेन पनि देखेँ नि हिँड्दाखेरि चाहिँ पाल्पामा जस्तो क्या पाल्पाको त्यो हाम्रो त्यो जुन बाटो हिँड्ने दामी देखिरहेछ है हिमालहरू यो चाहिँ अब कता म त मुस्ताङ गएको छैन नेपालमा त्यस्तै छ हिमालहरू हेर्दा मुस्ताङको बाटो पनि फ्रिज भइसक्यो अरे तर यो चाहिँ नेपाल होइन है साथीहरू रोडतिर चाहिँ बवालै हुँदै भइरहेको छ कसको रोल केमा हो भन्ने कुरा उनीहरूले पहिले छुट्याएर आउनुपर्छ त्यो मान्छे बाटो बढाएर गर्नुपर्छ देखिया हो नि त भविष्य अहिले चाहिँ हिमाल देखिरहेको थियो है अहिले कस्तो खण्डर पहाडहरू टाइपको देखिरहेको थियो तर के भन्दा बाटो चाहिँ जतासुकै रहेछ घरहरू पनि छ पारी डाँडो डाँडोमा बाँधा फाट्ने हाम्रो घरतिर जस्तो एक दुईवटा घरहरू पनि देखिरहेछ के हो मलाई थाहा भएन फेरि यहाँ अघि भर्खर केही नभएको पहाड देखिरहेको थियो अहिले फेरि हिमाल देख्यो रमाइलो छ त्यो यात्रा त्यो विकासले लेज खाइरहेको देखिरहेको यहीँबाट अघि भर्खर त अब म 2 घन्टा केही खाँदिनँ क्लिन बस्छु भन्थ्यो त 1.5 घन्टा भयो चार्ज पनि छ भनेको अल्टरनेट जति नै देखेर पनि मिन्स अफ ट्रान्सपोर्टेसन मान्छेले कसरी युज गर्छ भाइ 15 खा आउनु भयो त्यहाँ तपाईको बाटोको साइड साइडमा यो परिरहेको यहाँ त खण्डर टाइपको देखिरहेको कति धेरै बाटो देखा भन्ने भएर होला यस्तो यो त पुरै सुरु मैले तिमीलाई फेरि क्लिक हालिरहेको है यस्तो रमाइलो छ यहाँ मिलाएर किनभने यो हल्का भ्यू चाहिँ यो चाहिँ सुरुवात हो क्या त होइन यसलाई चाहिँ हल्का बनाएर
मैले चाहिँ लुसेन पुग्नेसम्मको एउटा भिडियो राख्छु क्या हो त्यो जोर्नी पनि राख्नुपर्ने हुन्छ क्या यो चाहिँ तपाईँको त्यो बसको मात्र एउटा भिडियो हुन्छ कि मेरो टनल भनेर अलिकति क्यानल दिइराखेको टनल हो है यो चाहिँ भेनिसलाई भेनेसिया भन्छ भनेको भेनिचुएला भनेको यस्तो भइहाल्छ बुझ्छ नि साथीहरू नातिनाले हजुरबा पहिलोचोटि गएको भन्ने थाहा नि त एकदम यस्तै टनलहरू छन् है के छ यही हो बबल मिठो अब त यो स्विजरल्यान्ड त यो नै हाम्रो एउटा भइसक्यो क्या मैले चाहिँ के गर्छु भन्दाखेरि नातिनाहरू तपाईँहरूको लागि मैले एउटा छुट्टै ट्राभलै बनाउनु भयो क्या जस्तै मिलान टु के भन्छ यो हाम्रो लुसेन भनेर यहाँनिर यस्तो हेरेपछि त हिउँ यस्तो पहाडमा होइन खतरै दामी दामी छ घरहरू हेर्नु घरको अगाडि ढाक्का हिउँहरू होइन दामी सेटिस्फाइङ रहेछ सेटिस्फाइङ ट्रेनको बाटो त छैन यहाँ देखेँ हेर क्या ट्रेनको है मैले अलिक त्यहाँ खिच्नु भएँ होइन अब चाहिँ यहाँ बाहिर हिउँ परिरहेको यहाँ यो चाहिँ बसको यात्रा हो लुसेन जाँदैछौँ यो स्विजरल्यान्डको एउटा ठाउँ पुरै त घुम्न भ्याउँदैन होला हामी धेरै इटली एक्सप्लोर गर्ने भएको भएर तर बसमा ट्राभल गर्दा यतिको हुन्छ भनेर मेरो एक्सपेक्टेसन थिएन यो कडक भइरहेछ है अनि यो त साइट सिइङमा एक्सपेक्टेसन भर्सेस रियालिटीवाला भइरहेको छ यो त पोस्टरहरू टाइपको भइरहे पोस्टर जस्तो छ बसै भित्रबाट भए पनि मैले यसलाई चाहिँ प्लेनको काटियो क्या अरे अहिले चाहिँ बसको बाटो यस्तो छ क्या यो यात्रा पनि एउटा इतिहास पहिलो यस्तो छ है मस्त ट्रेनहरूको बाटो हो कि के हो त त्यहाँ ट्रेनको बाटो कि गाडीको बाटो पुरिरहेको छ त बाटो त्यहाँनिर होइन यो बाटो पनि के बाटो पुरिसक्यो कि यहाँ हिउँ परेर बाहिरको भ्यू अनुसारको मुड पनि छ नि त हजुरहरू साथीहरूको त्यहाँ के हो पानी बग्दा बग्दै जमेको हो कि के हो त्यो त्यहाँनिर बाटो होइन त्यहाँनिर एउटा झरना जस्तो थियो पानी जमेको क्या त्यहाँ बगेको पानी होइन स्पिड धेरै छ ट्रेनको उहाँको भिएर हाम्रो 200 कति थियो होइन 252 यहाँ बढी हुन्छ अनि त्यो चाहिँ 250 है त्यो उहाँ भियरको ट्रेनमा चाहिँ ट्रेनको स्पिड पनि देखाउँछ क्या स्पिड त्यही त नि मतलब कताको ट्रेनमा कहाँबाट आउँदा देखाएको थियो आइसीमा स्पिड नै देखाउँछ आइसीमा देखाउँछ आइसीमा हाम्रो लजिक चाहिँ के हो भन्दाखेरि जस्तै यो गाडी अनफर्चुनेटली मलाई चाहिँ यो भित्र चाहिँ अर्कै भइरहेको थियो क्या बसमा अल्पाइन ट्रीहरू त कडक देखिरहेको
अनि बल्छ नि हिमालय छ नि हिमालयबाट आफ्नो हिँडेर जान्छ के भन्छ हैन अनि बल्छ आएर पहिला आफूतिर जस्तो पानी बग्यो जम्यो त्यही माथि उहाँ ट्रेन गयो त ट्रेन अघि ट्रेनको टनल भन्छ नि अनिलले त्यही ट्रेन कार बस माथि सब ट्रेन देखियो सबका व्यवस्था है सबको व्यवस्था छ यहाँ सुकिरहरू चाहिँ यस्तो हिउँ फालेर बल्ल बनाइदिएको हाम्रो देश हो तर त्यही हाम्रो देशको विकासहरू यो मलाई यात्राभन्दा नि साइट सिनमा हिँडे जस्तो भइरहेको क्या खासमा यतापट्टि हिमालय र माछा पुछ्रे भनेर गफालमा हानु होइन ट्रेनको बाटो होला पारीको हो कि के हो अघि ट्रेन कता गयो यो बाटी पारीको बाटो उयो हो यताबाट गयो गइसक्यो गाउँमा टनल बनाएर बाटो गयो त्यही के छ समस्या सम्भव रहेछ मिठो अहिले मैले ब्राइटनेस बढाएको अघि मलाई ठ्याक्कै क्वेसन आएर दिमागमा मेरोमा बढी आएको थियो तिम्रोमा छिक्क क्लियर देखेँ मैले ब्राइटनेस 0 भनेर राखेर छु क्या मान्छेको रहेछ यस्तो अनि मैले मेरो सेटिङहरू चाहिँ बिगारेँ कि वाला घुम्तीतिर भेट भयो त्यहाँ केही लग सामानहरू माथि लग्ने रहेछ पारी त नाति नातिनीहरूको लागि होइन सेम रिपिटेसन भएको भएछ भ्यू मात्र छैन नि त गफ पनि भएको छ नि त यहाँ फेरि कस्तो यहाँ है हरियो कालो सेतो त्यो भएर चाहिँ हामी कसैभित्र सिसाबाट खिचिराखेको छ नि त अहिलेसम्म तर हामी बाहिर गएर पुरै अब बनवाला त भोलिवाला आउँदैछ नि त भनेको भोलि होइन आज अर्को डिफ्रेन्ट आउँछ नि एपिसोड चाहिँ हाम्रो यो चाहिँ खुट्टा भन्ने भयो क्या होइन यो बसवाला मात्र मेरो एउटा भिडियो भन्छ तर पब्लिस चाहिँ कहिले हुन्छ तिम्रो कहिले हुन्छ होला पब्लिस गर्दैछ के भन्छ यस्तो बेस्ट मोमेन्ट चाहिँ हुँदैन क्या यहाँनिर यस्तो त यता क्यामेरा घुमाएन त्यहाँ बुटो होला तर चाहिँ हिउँ मात्र बुटोको उतापट्टि केराबारीतिर टाइन्छ बाटो अब यता अब सुन्न हुँदैन यहाँ फेरि कालो पत्थर भनेको फेरि अट्रे सुन्डेला चट्टान भन्छ नि चट्टान त्यो चाहिँ चट्टान हो होइन यो चाहिँ मलाई चाहिँ यति साह्रो चट्टान छैन बुटोबाट हामी यतातिर आइन्छ नि केराबारी त्यहाँ हिउँ छ माथि सेकेन्ड सबै पहाडहरू सिधो बाबाहरू जस्तो टाइप फेरि अब डोरिरा नयाँ नयाँ बनेको छ भ्यूहरू मलाई चाहिँ खिचिरहेको रोक्नै सकिरहेको छैन मैले आफैले यहाँ चाहिँ पुरै जङ्गली नै भनेर त्यही सिधाबारीको बडा परे जस्तो देखिरहेको लाएर रमाइलो छ यो चाहिँ यो हामी त स्विजरल्यान्ड जानु लाग्यो भन्दा पनि स्विजरल्यान्डबाट पैसा तिरेर यता साइट सिनको लागि बसमा आइरहेको लागि जस्तो भएर अगाडि विकास छ आज केटाहरूलाई मैले एउटा मेरो खतरा आइडिया पिच गरिसकेँ साथीहरूले सेभ गरिसकेँ हामी आइडियाहरूको बारेमा हामी टनल आउने बित्तिकै हाम्रो एकदम अरू भविष्यका बिजनेस आइडिया पनि पुरा गर्छौँ टनल आयो भने साथीहरू त मलाई सम्झेर पनि रहेछ त भन्दैन त अहिले
वाला सकता बनाएको त सुरुमा भन्ने अनलकी भन्ने अघि नै 10 मिनट अगाडितिर यताउतातिर पाहाडतिर हुँदा चाहिँ हाम्रो यस्तो बवाल भ्युजहरू हेर्न पाइन्थ्यो क्या त्यहाँ बाटो लाइदै गयो क्या हामीलाई लास्टै ब्लकको फेभर नगरेको मानिन्थ्यो अहिले हामी यसो सहरतिर आयो यहाँ चाहिँ हल्का कुहिरो लागिरहेको छ अब के हो थाहा छैन यताको ट्रेन नै यस्तै हो कि हामी लक्की भएर उता मजाले राम्रो एकदम मनमोहक दृश्यहरू हेर्न पाइयो यस्तो धनी मान्छेहरू हायर गरिरहेको छु क्या मैले मेरो पछाडिबाट भोइस ओभर गरिरहेको छ एकजनाले लोसनमा झरेर यो बसमा आएको हामी ठ्याक्क ल सफलतापूर्वक स्विजरल्यान्डमा अवतरण गरिएको छ यसपछि फेरि यहाँ मेरो भ्लग आउँदैन है यो सक्यो यहाँ भन्थ्यो के भन्न मन छ तिमीलाई बसको बारेमा केही भन्नु छैन एकदम रमाइलो लाग्यो मजाले आइयो एक्सपेक्टेसन भर्सेस रियालिटी मिट रमाइलो लाग्यो ल